गुड मर्निङ साथीहरू। आज म हजुरहरू सामु एउटा आफ्नो मनको मन्तव्य राख्न गइरहेछु। मेरो बचपनको हबिज चाहिँ नाच्ने गाउने थियो। इच्छा धेरै थियो, तर म खुलेर चाहिँ बचपनमा त्यस्तो नाच्ने इच्छा पुरा गर्न सकिनँ। इच्छा लायक गीत सुनेको बेला जब रेडियोमा गीत दिन थाल्दाखेरि घर यसरी थुनेर ढोका थुनेर चाहिँ नाच्थे, मस्त नाच्थे। तर अब अरू यस्तो कार्यक्रमहरू अहिले जस्तो पुरा कार्यक्रमहरू हुन्छ नि त। अब म त चाहिँ अब गाउँमा जन्मे हुर्केको, गाउँमा त्यति त अब कहाँ हुन्छ सहरिया जस्तो, गाउँले जीवन नै हुर्केको भन्नु पर्यो। तर गाउन चाहिँ इच्छा पुरा गर्दै थिएँ, तर आफै दिदीबहिनीहरू सबै मिलेर नि चाहिँ गाउन बबाले गर्थे। हामी सबै दिदीबहिनीको नाम के राखिदिएको थियो अङ्कलहरूले। कसैले अब ऑल इन्डिया भन्ने, कोही श्रीलङ्का भन्ने, कोही गुवाहाटी भन्ने। किन भने त्यतिखेरको रेडियो स्टेसनहरू त्यही थियो। हामी ऑल इन्डियामा यस्तो फरमाइसी गीत खाममा यस्तो इच्छा भएको गीतहरू यस्तो लेखेर नि खाममा हुलाकद्वारा पठाउँथे। अनि त्यहाँ रेडियोबाट अब त्यो फरमाइसी अब जुन लेखेको गीतहरू दिँदाखेरि फनालोबाट यस्तो फना चिन्ना सबैको नाम लिएर गर्दाखेरि त्यतिखेर कति खुसी लाग्थ्यो। हामीले फरमाइस पठाएको गीत आज दियो त, त्यस्तो खुसी लाग्थ्यो। अनि अब त्यही आफ्नो अब मनको त्यो पुरा गर्न सकेको थिएन, इच्छा लागिरहेको थियो यस्तो गाउने। तर गाउन त अहिलेको समयमा हुँदाखेरि त सायद गाउने पनि कम्पिटिसनमा पनि लड्थेँ होला, त्यति म गाउँथेँ गीत। अब अहिले त अब आवाज पनि टन्सिल गयो, बुढासीकाल पनि छायो। त्यही पनि के हुन्छ, इन्डियन आइडलहरू दिँदाखेरि नि इच्छा हुन्छ म पनि यस्तै गरेको हुँदाखेरि कस्तो राम्रो हुन्थ्यो। इच्छा मतलब मनमा हुन्छ, मनमै। अनि अब टिकटकद्वारा अब गाउँभन्दा पनि गला छैन, लिपसिङ गर्न थालेँ। लिपसिङ गर्दाखेरि अब यो एक्टिङ नगरिकन सुहाउँदैन। अब एक्टिङ गर्दा बुढासी समयमा पनि फनालो यस्तो गर्दो रहेछ, अनेक थोकको कुरा सुन्नुपर्छ। र आफूलाई पनि अलिक होइन यो एजैमा अब एक्टिङ सेक्टिङ डान्स सुहाउँछ। अहिले त अब डान्स गर्दा पनि मन त लाग्छ,